अहिले फेरि होइन अगाडि बढेको केही गर्दैन त्यहाँबाट निस्किसक्यो यहाँले नि यहाँले जुम गरेर लिएन हिसाबले टोक्दैन टोक्दैन एकदम कहाँबाट आयो यार त्यहाँबाट आएको टगन उठाउँदो रहेछ है जाऊ जाऊ ऊ त्यहाँमा हिँडे त मजाले बिस्तारै बिस्तारै उता तपाईँ घरतिर जान्छ भैँसी गोठतिर यता यता फर्काउनु त यता फर्काउनु यता कस्तो उड्दो रहेछ भाइ त्यो बुढी माउ भुग्ने ओसेनमा जाला नि फेरि खोइ न यो केटी त यहाँ खोइ कहाँ गयो कहिले चाहिँ उल्टो गर्छ के कस्तो छिटो हिँड्ने बेला गरेर गयो यता छिटो हिँड्ने बेला गरेन कि बत्ती टच टच हुनुपर्ने कि त्यहाँ गयो कति छिटो पो हिँड्दो रहेछ त आमा दुलो रहेछ क्या हो कहाँ गएको त दुलो छ नि त है खै यता आएन त नि ऊ दुलो छ नि कहाँ गयो यसको रङ्गी चङ्गी भयो खै मेरे कस्तो मजाले 10 बजिसक्यो है अरे ऊ त्यहाँ के हो ऊ त्यहाँ कुदेको चाहिँ हेर्नुहोस् यहीँ छ उयो यहाँ कुदेन टाउ यो टायरसम्म मात्रै राख्यो ए यो टोक्छ यो टोक्छ यो टोक्नु यो सबैले खत्तर टोक्छ नि एकदम यसले डेन्जर टोक्छ नि सर्पले त यो त टोक्ने खालको सर्प हो नि यो त खत्तर टोक्छ एकदम यसरी हामी उयो गरेर गाउँतिर होइन मारेर त बाख्रा यता बस्ने ठाउँ कता छ यसलाई बुझ्दो बस्छ यो एउटा लाठी दियो त यसो एउटा भाडा ल्याउनु ऊ त जराले गाइजहरू चाहिँ 10 बजेर 15 जति भयो होला सायद
अनि मेरो चाहिँ यो पार्ट 2 हो है। पार्ट 1 चाहिँ मैले पोस्ट गरिसकेको छु। म के लिन आएको मैले चाहिँ अहिलेसम्म मेरो हातमा लट्ठी भइसकेको छ। अनि अब चाहिँ हामी त्यहाँ जान्छौँ म चाहिँ। अनि हेर्नु म चाहिँ यहाँसम्म आइपुगेको छु। अनि कति लामो आएको यार लाठी लट्ठी नै छैन। म चाहिँ यहाँ आइपुगेको छु। कस्तो घुम्सेर बस्यो है। डाक्टर पनि सँगसँगै छ है, सर्वो पनि छ, डाक्टर पनि सँगसँगै छ। मम्मी हुनुहुन्छ अनि त्यहाँ मम डाक्टर अङ्कल अनि आन्टी हुनुहुन्छ। कस्तो स्टाइलले घुम्ने हेर्न। अरे हेर्न यहाँ भिडियो गरे यहाँबाट यहाँ बसेर भिडियो गरे अरे अरे कसो गरी चढ्छ अरे ये पानी सर्फ क्या हो? खोइ पानी सर्फ यो टोक्छ बुढे, टोक्छ यो सर्फ डेन्जर टोक्छ सर्फ, यो त पानी पनि खानु पाउँदैन। कन्टेनर चाहिँ सर्फ डेन्जर टोक्छ। अलि जुम गरेर दिएन त्यो उयोलाई बोलाउन उयो त्यो दिपकलाई, उताबाट दिपकलाई दाइ दिपकलाई बोला न, दिपकलाई यता तान्नै छ। दिपकलाई चाहिँ दिपकलाई बोला न फोन गरेर। अब उसिहाल्यो उताबाट गर्छु फेरि यता उतैबाट जान्छ उतैबाट जान्छ उतैबाट जान्छ उतैबाट जान्छ। ठुलो ठुलो बोलाइदिउँ बनाइ नै रहेको छु। पर्दैन अँध्यारो छेको हो। खै खै अँधेर छोड गरे बोलाइदिउँ भने पर्दैन त्यसो आउँछ यो सर्फ खत्तर टोक्नु छ। हाम्रो गोठतिरको हुन्छ न ठोकिहाल्छ नि। कसैलाई केही पनि गर्दैन मैले खुब जानेको रहेछ। यसको दाँतै छैन। मैले अघि हेरेको हाँसिरहनु हाँस्दाखेरि फरक थोरै हो यो चाहिँ अर्कै हो पानी सर्फ जस्तो लाग्छ। न त यो विषालु सर्फ या त्यो यसले साफ खान्छ नि साफ खान्छ। त्यहाँ पुगेपछि हेर्ने कि म भिडियो पनि कट गर्छु कि अनि अहिले चाहिँ होइन त्यो सर्प चाहिँ यतातिर गइसक्यो, त्यताबाट आएको उता पुगिसक्यो हो। अनि यही चाहिँ म भिडियो इन्ड गर्न चाहन्छु।